नमस्ते सबैजनालाई। देशले परिवर्तन खोजिरहेको बेला बढी प्रभावित भएका सेक्टरहरू कुन कुन हुन् त? एकचोटि निहालेर हेरौँ है त। पहिलो नम्बरमा सबैभन्दा बेसी प्रभावित हुने सेक्टर भनेको नन लाइफ इन्सुरेन्स। जति पनि घर, गाडी, मोटरसाइकल, होटेल, सुपरमार्केटहरू जलेका छन् ती सबैको इन्सुरेन्स क्लेम हुन्छ र क्लेम हुने सेक्टर भनेकै नन लाइफ इन्सुरेन्स हो। त्यही भएर नन लाइफ इन्सुरेन्स सेक्टर सबैभन्दा बेसी प्रभावित भएको सेक्टर हो र सबैभन्दा बेसी प्रभाव परेको सेक्टर पनि यही हो। दोस्रो नम्बरमा आउँछ अदर सेक्टर। अदर सेक्टरमा पनि रिइन्सुरेन्स कम्पनीहरू दोस्रो नम्बरमा धेरै प्रभावित पर्ने सेक्टरमा पर्छन्, जसले गर्दा अदर सेक्टरलाई नै असर पर्ने देखिन्छ। तेस्रो नम्बरमा भनेको होटेल एन्ड टुरिज्म। धेरै होटेल जले, टुरिज्मका सेक्टरहरू पनि जले, तोडफोड भए। चौथो नम्बरमा भनेको लाइफ इन्सुरेन्स। धेरैजनाको ज्यान गएको छ, कतिको अङ्गभङ्ग भएको छ। र यस्तै भिडियोको लागि हामीलाई फलो गर्न नबिर्सिदिनु है। धन्यवाद।